हेलो एभ्रिवान, गुड इभिनिङ। मेरो मिनी ब्लगमा यहाँहरू सबैजनालाई स्वागत छ। साथीहरू, आज चाहिँ हाम्रो भेज मोमो बनाएर खाने योजना भयो। त्यही भएर हामी चाहिँ भेज मोमोको तयारीमा छौँ। साथीहरू, फाइनली हाम्रो भेज मोमोको तयारी चाहिँ यस्तो छ आजको। म चाहिँ पिठो मुछ्दाखेरि पिठोमा थोरै तेल लगाएर मुछ्ने गर्छु साथीहरू, किनभने पिठोमा तेल लगाएर मुछ्यो भने पिठो चाहिँ नरम हुन सक्छ। त्यही भएर म चाहिँ थोरै तेल लगाएर मुछ्ने गर्छु साथीहरू। यता चाहिँ नानीले किमा पनि तयार गर्दैछ साथीहरू। फाइनली रूपमा किमा पनि तयार भइसकिरहेछ है साथीहरू। यता फाइनल रूपमा किमा तयार हुँदाहुँदै हाम्रो मोमो पनि तयार भइसक्यो साथीहरू। मोमो पनि यता पाकिसकिरहेछ। अब हामी चाहिँ यो मोमोलाई चाख्ने तयारीमा छौँ साथीहरू। मोमो कस्तो भएछ भनेर म चाहिँ चाखिहालेँ साथीहरू। मोमो जुसी जुसी मिठो मिठो भएछ है साथीहरू। वाउ भन्ने खालको भएछ। यता मैले नानी पनि तातो तातै चाखिरहेछ क्या साथीहरू। नानीलाई मैले कस्तो भयो मोमो भनेको, मिठो भएछ मोमो, भेज मोमो भए पनि भनेछ। फाइनल रूपमा हाम्रो मोमो चाहिँ यस्तो भयो है साथीहरू। चाँडै बिहे गर्नुको फाइदा चाहिँ यो हो कि साथीहरू, आफू समानको छोराछोरी हुन्छ अनि जुनै काम गर्दा नि सहज सजिलो हुने के साथीहरू। एउटाले एउटा काम गर्यो, अर्कोले अर्को काम गर्यो। अनि यता घुम्न जाँदा पनि साथी जस्तै हुने के साथी। छिटो बिहे गर्नुको फाइदा चाहिँ यति मात्र रहेछ कि साथी जस्तै हुने। अनि यता जाँदा पनि नानीलाई लगेर हिँड, उता जाँदा पनि नानीलाई लगेर हिँड। अनि यस्तो छ है आजको भिडियो चाहिँ साथीहरू। के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। हस् त, बाई बाई।